मध्य प्रदेशका निजी अस्पतालका स्वास्थ्य कर्मीहरू श्रम शोषण र दमन विरुद्ध आन्दोलनमा उत्रिएका छन्। 8 बुँदे माग सहित उनीहरूले पूर्व घोषित कार्यक्रम अनुसार जनकपुर धाममा शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन्। स्वास्थ्य कर्मीहरूले आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार, असुरक्षित कार्य वातावरणमा काम गर्ने बाध्य भएको गुनासो गरेका छन्। नेपाल सरकारको कानून अनुसार तलब स्केल गर्नुपर्ने सरकारी स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई हटाई लोक सेवा आयोग मार्फत स्थायी नियुक्ति गर्नुपर्ने, स्वास्थ्य कर्मीको बीमा तथा सुरक्षा सुनिश्चित गर्नुपर्ने, साथै हप्तामा अधिकतम 42 घण्टाको कार्य समय तोक्नुपर्ने उनीहरूको प्रमुख माग रहेको हो। उनीहरूले यसअघि पनि जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन्। सरकारले भएन भने हामी तपाईको विरोधमा भोलि कडा आन्दोलन गर्नेछौँ। यो तपाईँ अन्तर्गत परिपर्छ। जनकपुर महानगरपालिकाको सम्बन्धित ठाउँ तपाईँ अन्तर्गत पर्छ। ख्याल रहोस्, यो स्वास्थ्यकर्मी माथिको विरोधको दमनमा तपाईँले सहकार्य गर्नु भएन भने हामी तपाईँको विरुद्धमा उत्रिन्छौँ। यदि स्वास्थ्यकर्मी तपाईँको विरुद्धमा उत्रियो भने यहाँका मेयर वडा अदालतलाई बचाउन बाध्य बनाइदिन्छौँ हामीले। हार्दिक मंगलमय शुभकामना। हिंदू सभक महान पावन दशमी, दियाबाती तथा छठ पावन के शुभ उपलक्ष्य में संपूर्ण शुभेच्छुक तथा ग्राहक वर्ग में हार्दिक मंगलमय शुभकामना व्यक्त करे छे। ताजरुई सेंटर साथे दशैं, दीपावली आ छठ पर्व के लक्षित करके विशेष छूट के व्यवस्था रहला के कारण से मौका के फायदा उठावी। साथे जनकपुर भर के लेल फ्री होम डिलीवरी के व्यवस्था से हो। ताजरुई सेंटर मिल्स एरिया 1, सिद्धार्थ बैंक, ग्राउंड फ्लोर, जनकपुर धाम, नेपाल। संपर्क नंबर 98 121 59 059, 98 168 22 696।